नमस्कार, हेर्न सक्नुहुन्छ हामी आज यो गाउँको घरमा आएको छौँ मनिकापुरमा है। आमाले चाहिँ यसो करेला लगाएस् बाबु भन्नुभएको थियो। करेलाको बिउ लिएर लगाउन आएको छु। उहाँ चाहिँ हाम्रो म्याडम अगाडि भिडियोमा देखिराख्नु भएको छ। त्यसपछि यतापट्टि चाहिँ यो भान्सा कोठा छ है, अनि यता बेसार खनेर राख्नुमा रहेछ। चाहिँ बाख्रा कतिले चिन्नु भएको छ कि छैन, यो बाख्रा भन्नेको भिडियोबाट चिनाउन चाहन्छु। हामीले तल खेतबाट हाम्रो कुटो ल्याउनु बिर्सेछौँ के, यता हाम्रो दिदीले राख्नु भएको छ कि भनेर कान्छाले चाहिँ हेर्नु राख्नु भएको। यो हाम्रो बोट हो, त्यहाँ चाहिँ कुटो नभेटाएर फरा लिएर जानुभएको। यताबाट गयो हुन्थ्यो त, टोयलेटको उता पछाडिबाट। दामी छ यो गाइज। कान्छाले बनाएको रे यो, दामी छ यो, घर जस्तै छ। हामी फेरि सानो हुँदा फेरि बारीमाथि यस्तै गर्थ्यौँ के। यो बेसार खेती पनि छ हाम्रो यता, आमाले लगाएको। यो सबै बेसार छ। यस्तो बनाउनु पर्छ करेलाको लागि। मल ल्याउनु भएको छ सरजीले, कुखुराको अनि उसको बाख्राको मल ल्याएर बनाउनु लाग्नु छ। यसरी माटो र मल मिक्स गर्ने। हाम्रो यहाँ सरले करेलाको पेया यसरी लगाउँदै हुन्छ गाइज। जमिनभन्दा केही भाग थोरै माथि बनाएर यो माटोको मल बनाएर यसरी लगाउनु गाइज। यो उसको करेलाको तिते करेलाको मिनी घर मन्दिर जस्तै बनाइदिनु भएको छ, ताकि कहिले यो माटो कोटेर फाल्नु सकोस् कि भित्र पसेर। यी सर यता हुनुहुन्छ, बाई बाई भनिदिनु त फाइनल्ली।